पैसा भनेको यसैमा रहेछ हार्ड वर्किङ गर्नुपर्छ होइन शरीर दुखेर लास्टै गराउँछ लजालु नम्बर वान हो क्या होइन लास्टै लजाउनुहुन्छ क्या त्यही भएर म यहाँलाई नजिक गुड मर्निङ एभ्रिवान गाइज वेलकम ब्याक स्वागत छ गाइज आज पनि म न्यू ब्लग लिएर आइसकेँ गाइज म चाहिँ कन्टिन्यू भ्लग बनाउन पाएको छैन गाइज म चाहिँ धेरै दिनपछि आज भ्लग स्टार्ट गरिसकेँ फाइनली आज चाहिँ म मेरो काममा आइसकेको छु ड्युटीमा होइन मेरो काम चाहिँ सुरु भइसक्यो यति बेला चाहिँ होइन बिहानको म चाहिँ बिहानको 6 बजीतिर ड्युटी आएको त्यस मौसम पनि क्लियर छ घाम लागिरहेको छ होइन एक्लै छु मेरो पार्टनर चाहिँ होइन उहाँ जानुभएको छ नास्ता खान जानुभएको छ म चाहिँ नास्ता ल्याइसकेको छु अब मेरो नास्ता चाहिँ होइन कति बजीतिर 9 बजीतिर चाहिँ मैले नास्ता खानुपर्ने हुन्छ गाइज यस्तो छ म सोनापुरमा आइसकेको छु यतातिर पिसिओर छन् होइन चलिरहेको छ यहाँ चाहिँ क्रसर भइगयो होइन यहाँ चाहिँ माल जान्छ क्या तपाईँको माल पिसाइ भइरहेछ खाली भयो यसलाई धकाल्ने हो कोट्याउनु पऱ्यो पहिला बोलाऊँ न त कसमा छ पुरै खाली भइसक्यो टक्क यहाँ माल पिस्ने हुन्छ यहाँदेखि तल होइन देख्नु भएको छ नि तल जान्छ तलबाट दिन्छ यो चाहिँ माल हाल्नुपर्ने हुन्छ यहाँबाट हामीले जस्ट अब यसलाई झार्नुपर्ने हुन्छ अनि त्यसपछि बल्ल माल हाल्ने हुन्छ गाइज कहाँ गएर आउनुभयो नास्ता खाएर आउनुभयो म त हेर्नुहोस् के छ लाज मान्नुहुन्छ हाम्रो सिनियर गुरुजी हुनुहुन्छ लाज मानेर बस्नुहुन्छ यहाँ फेरि लजालु नम्बर वान हो क्या होइन मगर क्यों लास्टै लजाउनुहुन्छ क्या त्यही भएर म यहाँलाई नदेखिने अरे अब त्यो पिसी आउँछ होइन टक्क यहाँ आएर यसलाई ड्याङ सफा गर्नुपर्ने हुन्छ हाम्रो अपरेटर यहाँ हुनुहुन्छ यो चलाउने फेरि बहुत धाउ हुन्छ नि लास्ट हुन्छ धाउ हार्ड वर्किङ गर्नुपर्छ होइन शरीर दुखेर लास्टै गराउँछ गाह्रो छ साँझ सुत्ने बेलामा त लास्टै दुख्ला नि एक प्याक नमारी त हुन्न अब यो आएर यसलाई टक्क सफा गरिदिन्छ होइन सिमेन्टी बन्छ क्या गाईदेखि सिमेन्टी बन्ने ढुङ्गा हो यो होइन ल त्यसलाई नि हालिदिने यहाँ तलैदेखि कोट्नु यस्तो गरेर अब पुरै वर्किन्छ हेर्नु है पारीबाट बोकेर ल्याएर त्यसमा चाहिँ खाउनु पर्ने हुन्छ सर होइन यो गाडी चाहिँ बिग्रेर बसिया रहेछ टायर फालेर रहेछ होइन यसको चाहिँ आज मर्मत कार्यक्रम गर्छन् केटाहरूले ल है केटा आज फेरि काम भएछ यो चाहिँ नाइट ड्युटीमा टायर भाँचिएर बाङ्गिएर होइन खतम भएर रहेछ वाह विक्रमले म अहिले पछि 12 बजे चलाउन आउँछु म 12 बजे चलाउन आउँछु दिन्छौ है मलाई
अहिले है कारोबारी होइन जान्छ भने टिभी चलाउने क्या त्यो टिभी मान्छेले यहाँ त झर्छ होइन हामी माथि सरकारमा माथि मल हालेको माल चाहिँ यहाँ झर्छ होइन टक्क लाने त लोन भइरहेको यो छ पारीको होइन यो चाहिँ सबै के हामीले माथिबाट हाल्छौँ होइन माथिबाट हालेको माल जति सक्के यहाँ आएर झर्छ त्यो माथि पारी देख्नुभयो बरै कस्तो धुलो उडायो धुलो पनि लास्ट धुलो उडाएको लास्ट मेरो चाहिँ नास्ता खाने ब्रेक थियो नास्ता खाइसकेँ नास्ता खाएर म बसिरहेको छु अब एकछिन रेस्ट गरेर फेरि धक्का काम गर्नुपर्ने हुन्छ ओके गाइज लास्टसम्म हेर्दै गर्नु होला है भ्लगलाई लास्ट सपोर्ट माया दिनुपर्छ माया दिनुपर्छ जस्तो है माया म चाहिँ पानी ल्याउनु जानु लाग्छु पानी लास्ट ग्यास लगाइरहेको छ होइन कचरा लोड भइरहेको छ यहाँ फेरि होइन धुलो उडेर के लास्टै उठ्छ होइन यस काम चाहिँ गर्नु पऱ्यो होइन काम चाहिँ यस्तै धुलोमा रहेछ कि धुलो महिनामा पैसो भनेको यसैमा रहेछ त के गर्नु मेरो गाडी चाहिँ बिग्रियो अब स्टार्ट नि हुँदैन होइन अब चाहिँ जानुपर्छ म चाहिँ गाडी यहीँ छोडिदिन्छु अब यो चाहिँ मिस्त्रीहरू आएर बनाएर लग्छन् होइन चाहिँ यसलाई छोडिदियो र म चाहिँ अब अर्को गाडी चलाउनु जान्छु होइन यो चाहिँ बिग्रिन्छ यहीँ हुन्छ यसलाई चाहिँ 2 बजी होइन अहिले चाहिँ खाना खान गएको छन् 12 बजी तपाईँको 12 बजेपछि 12 बजी खाना खान गयो 2 बजी आउँछन् अनि 2 बजी आएर यसलाई बनाउँछन् अब म चाहिँ अर्को गाडी भयो नि अब जो भए पनि चलाउनु पऱ्यो अब खाली त हुन दिनु भएन अब अर्को गाडी लिनु जानुपर्ने त्यहाँ चाहिँ गाडी माल लोड भइरहेको छ क्या माल लोड भयो चुनोङ्गा आयो होइन यस्तै किलिङ सिमेन्टी बन्छ क्या यसलाई कुटेर पिसेर किलिङ गर्नु फाइनली गाइस म चाहिँ काम सिद्धाएर घर आइसकेँ होइन काम चाहिँ एकदम बाह्रै भयो ओके गाइस नेक्स्ट भ्लगमा भेट्छु